नेपाल सरकारले चाहिँ व्यवस्थित गर्ने हो भने यस्तो ठाउँमा गर्नुपर्छ हेर। यहाँ हेर यत्रो गाउँ छ, बाक्लो गाउँ छ होइन, यहाँ हेर पुरै गाउँ छ, तर यहाँ वाल कस्तो थाहा छ? जाली वाल हेर, जाली वाल पुरै। यस्तो ठाउँमा त नेसनरी वाल हुनुपर्ने होइन, पुरै ढलानले पुरै त्यो गर्नुपर्ने होइन। यहाँ यत्रो गाउँ छ यार, यहाँ भन्नु हो भने यो पुलको काम समेत कम्प्लिट गरे होइन है, राम्रोसँग केही गरे छैन हेर। यहाँनिर यतिकै छोडिदिएको छ हेर, यति फोहोर छ होइन, यति राम्रोसँग कम्प्लिट नगरिकन छोडिदिएको छ। कुलमान घिसिङ चाहिँ ऊर्जा मन्त्री हुँदा यो काम एकदम तीव्र गतिमा भइरहेको थियो यो पुलको पनि, र बर्खामा त्यो पुलबाट जानुपर्छ मान्छेहरू हेर। यस्तो बिजोग छ हेर, त्यहाँ गाउँ छ, त्यहाँनिर वाल लगाएको गतिहरू सरकारले गरेको काम हेर। अनि सरकारले भन्छ व्यवस्थित गरेको छ नि, यसो त ठाउँमा व्यवस्थित गरे, त्यहाँ दोजर त राखेको छ नि, तर खन्नलाई छैन हिम्मत हेर। त्यहाँ राखेको दोजर मस्त छैन, तर हेर गर्ने हो भने यस्तो यस्तो ठाउँमा व्यवस्थित गर्ने हो कि, चाहिने नचाहिने ठाउँमा दोजर चलाउनु भन्दा यस्तो यस्तो ठाउँमा त अलिकति जनतालाई सहज हुने तरिकाले यहाँनिर गर्ने हो भने नेसनली वाल लगाइदियो। व्यवस्था गर्न सक्दैन भने अर्को पनि बाटो छ नि त, जज चलाउनुपर्छ भन्छ त जनतालाई केही समयको लागेर यो पुरै पुल हलिरहेको थियो यो गाडी आयो, कस्तो धुलो उडेको छ यहाँनिर। एउटा पुल समेत राम्रोसँग कम्प्लिट गराएन कि। अहिलेको सरकारले के गरेको छ भने जनतालाई के गरेको छ? केही पनि गर्दैन क्या, जस्ट भुक्ने मात्र हो माथि बसेर। अहिलेको मन्त्रीहरू यस्तो नाकार बेकार मन्त्रीहरू छन् भन्ने हो भने यहाँ हेर, यस्तो होइन पुरै पुलै हलिरहेको छ। 2-3वटा गाडी चढ्यो भने त पोलै ढल्छ कि जस्तो लागिरहेको छ यहाँ हेर, यस्तो बिजोग छ पुरै धुलै धुलो।